हेलो साथीहरू सबैलाई नमस्ते। आज चाहिँ म यो मोबाइल स्ट्यान्डको बारेमा चाहिँ हजुरलाई भन्न गइरहेको छु। यसरी देखाउन गइरहेको छु। यो मोबाइल स्ट्यान्ड चाहिँ एकदम राम्रो रहेछ कि हजुरहरूले जहाँ पनि जाँदा यसो ब्यागमा लगेर जान सक्नुहुन्छ है। एकदम राम्रो के। अनि हजुरहरूले के गर्न सक्नुहुन्छ भने अब फोटो खिच्नलाई अब सेल्फीहरू हान्नलाई चाहिँ अरू साथीहरू चाहिँदैन कि आफैले खिच्न सक्नुहुन्छ। यो स्ट्यान्ड भएपछि चाहिँ धेरै राम्रो छ। यो स्ट्यान्ड चाहिँ आफूभन्दा अल्को पनि हुन्छ, धेरै अल्कोवाला छ। यसरी सेल्फी पनि हान्न सक्नुहुन्छ सेल्फी। अनि हजुरले जुन अब ब्लगहरू बनाउनुहुन्छ, युट्युब ब्लगहरू, टिकटकहरू, अनि त्यस्तै अब फेसबुकमा अब फोटोसोटो खिच्नको लागि अब फोटो हाल्नको लागि एकदम सजिलो के, एकदम सजिलो छ। यो चाहिँ यस्तो छ साथीहरू, हेर्न सक्नुहुन्छ। यसको यो लाइट पनि बल्छ है अँध्यारोमा, जस्तै राति भएको टाइममा पनि हजुरले चाहिँ यसरी लाइट बालेर पनि गर्न सक्नुहुन्छ। हजुरले फोटोहरू खिचाउन सक्नुहुन्छ। र अनि हजुरले चाहिँ यो चाहिँ यस्तो छ साथीहरू। यहाँ चाहिँ मोबाइल राख्ने, जस्तै हजुरले चाहिँ यसरी मोबाइल पनि राख्न सक्नुहुन्छ साथीहरू। यसरी मोबाइल राख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ बटन छ साथीहरू। हजुरहरूले चाहिँ यो यहाँ चाहिँ क्यामेरा छ। यो क्यामेराले चाहिँ हजुरहरू जता यसरी मोबाइल राखेर हजुरहरू जता गयो उतै आउँछ, उतै घुम्छ। यो चारैतर्फ घुम्छ। अनि यस्तो बटन छ साथीहरू। अनि यो अन गर्नुपर्छ। र यो अन गर्ने हो भनेपछि हजुरले यो जता आफू गयो उतै घुम्ने गर्दछ। र अनि यो यस्तो छ साथीहरू। यसको स्ट्यान्ड यस्तो छ। जस्तै हजुरहरूले चाहिँ यो अन गर्ने चाहिँ यसरी हो। यसरी अन गर्न सक्नुहुन्छ। यस्तो छ साथीहरू। यस्तो छ यसको डिजाइन चाहिँ। यसरी अन गर्न सक्नुहुन्छ। अनि यसरी राखेर अनि हजुरहरूको भन्दा पनि अल्को छ साथीहरू। यो धेरै अल्को छ क्या, एकदम राम्रो छ। यस्तो हो साथीहरू, हेर्न सक्नुहुन्छ। अनि हजुरले चाहिँ यो जुन यो बटन छ, हजुरले अघि भनिरहेको थिएँ, यो अन गर्नु हो भने चाहिँ यो चाहिँ घुम्छ क्या, जता घुमे पनि आफू जता गयो उतै घुम्छ साथीहरू। यो चाहिँ यस्तो हुन्छ, यसरी घुम्छ, आफू जता गयो उतै घुम्छ साथीहरू। यहाँ चाहिँ अन गर्नुपर्ने हुन्छ साथीहरू। यो चाहिँ अहिले अफ भएको छ। यसरी अन गर्ने। अनि अन गर्ने भनेपछि आफू यसरी जता गयो त्यतै जान्छ साथीहरू। यो आफू यता आएपछि यता, अनि यसरी यता गएपछि यसरी घुम्छ साथीहरू। यो चाहिँ एकदम राम्रो लाग्यो कि मलाई। अनि यसलाई चाहिँ अब बन्द गर्ने टाइममा पनि यसरी बन्द गऱ्यो, यसरी बन्द गर्न सक्नुहुन्छ। यसरी बन्द गर्ने। अनि यसलाई चाहिँ अफ पनि, लाइट अफ यसरी गर्न सक्नुहुन्छ। लाइट अफ गऱ्यो अनि यो मोबाइल चाहिँ यसरी तान्न सक्नुहुन्छ। यसरी तान्यो, तानेर अनि हजुरको यो यसरी पनि खिच्न सक्नुहुन्छ। र यो यस्तो पनि हुन्छ है चारैतर्फ। अनि लाइट पनि यसरी तान्न सक्नुहुन्छ हजुरले, यसरी तान्न सकिन्छ। एकदम राम्रो लाग्यो क्या साथीहरू, ठ्याक्क। अनि यो चाहिँ यसरी बन्द पनि हुन्छ। यसरी यसरी तल गर्न सक्नुहुन्छ। यसरी तल गरेर अनि हजुरले यति सानो हुन्छ, जहाँ पनि लान सक्नुहुन्छ। एकदम राम्रो छ साथीहरू। जुन भ्लगहरू युट्युब भ्लगहरू बनाउनुहुन्छ, फेसबुकहरू, अनि हजुरहरूले टिकटकहरू बनाउनुहुन्छ, उहाँहरूको लागि एकदम राम्रो क्या साथीहरू। यो टिकटकमा अनि यो तेमोहरू हुन्छ, यो जापानमा बस्नुहुन्छ भने तेमोहरू, अनि यो सिनहरू हुन्छ। हजुरले टिकटकहरूबाट अर्डर गर्न सक्नुहुन्छ। धेरै मगाउनु पर्दैन साथीहरू, एकदम राम्रो छ। यति हजुरहरूले अर्डर गर्नुहोला, एकदम राम्रो। हजुरहरूलाई अब कुनै साथीहरू पनि चाहिँदैन फोटोहरू खिच्नलाई, जता पनि ब्यागमा हालेर लान सक्नुहुन्छ, खिच्न सक्नुहुन्छ आनन्दसँग। एकदम राम्रो छ साथीहरू। आज म चाहिँ हजुरहरूलाई यसकै बारेमा चाहिँ भिडियो बनाइरहेको छु। हजुरहरूलाई मन पर्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनु होला भन्दै आजलाई हवस् त, नमस्ते, बाई।